तपाईहरुलाई थाहा छ न मेरो ड्याडीलाई धेरै दिनले एकजना दाइले खाना के दिनुहुन्छ दाइ भेज कोनी नन भेज कोनी यसो भिडियो हालिदिनु न बनाएर त्यही भएर आज ड्याडीले बनाउँछु भन्नुभएको रहेछ ल हेरिदिनु न त कसरी बनाउँदा रहेछ तपाईहरु पनि मसँगै हेर्नु होला है त पहिला चाहिँ ग्रीन बिन्सलाई मसिनो चप पार्ने अनि पम्किनलाई पनि सानो सानो काटेर त्यसलाई पनि मज्जाले चप पार्ने यसरी अनि एउटा भाँडोमा हालेर मज्जाले धुने त्यसपछि तपाईहरुले केको मासु खुवाउने गरेछ त्यसमा हालेर मज्जाले बोइल गर्नुस् अनि हल्का टेस्ट बढाउनुको लागि एउटा एग हाले नि नहाले नि तर मेरो ड्याडीले त हाल्नु भछ त्यही नि मलाई कहिले एकाइ मात्र दिनुहुन्छ यो गर्मी महिनाको बेलामा हप्ताभर या 10 दिनमा नभए त्यो नै दिनुहुन्न अब यो उम्लिसकेपछि हेर्नुस् त कस्तो टेस्टी देखिन्छ अहिले नै मेरो मुखबाट पानी आइसक्यो यसमा चाहिँ अब मलाई भात हालेर मज्जाले मसिनो गरेर मुछेर दिनुहुन्छ ल यति मिठो बनेछ म चाहिँ बर्दाश्त गर्न सक्दिनँ अब म चाहिँ खानुतिर लागेको है त म त यो चाटी खान्छु कसैलाई नै दिदिनँ ल्या लुक चाटिदिन्छु म त पेट फुट्ने गरी खाइसक्यो अब कसैले बोलाए नि सुन्दैन ऊ यसरी चाट देखाएर हिँडिदिन्छ